भैरवाको एयरपोर्ट लागालागै छौँ हामी है। अब हामीलाई चासो छैन होला त्यो पोखरा त्यो भैरवा, ऋण तिर्ने हामी होइन। म त त्यो ऋणको फाइल सदर गर्ने त मै हुन्छु, यति किस्ता तिर्नुपर्ने भनेर हरेक दिन। त्यसैले वी वान्ट बोथ दोज एयरपोर्ट्स टु फङ्सन एज सुन एज पोसिबल। अहिले परराष्ट्र मन्त्रीजी हिन्दुस्तान जानुभयो, चीनबाट अब आज फर्कँदै हुनुहुन्छ। मुख्य एजेन्डा मध्ये यो पनि छ, कसरी यी एयरपोर्टहरूलाई सुचारू गर्ने। एयर रुट्सका कुराहरू, कनेक्टिभिटीका कुराहरू, एयरपोर्ट म्यानेजमेन्टका कुराहरूमा हाम्रो एकदमै जलस्रोत, हवाई उड्डयन, सडक निर्माण लगायतका विषयहरूमा नै हाम्रो अहिले कूटनीतिक इकोनोमिक डिप्लोमेसी चलिरहेको छ। फेरि चरणबद्ध रूपले गरिरहेका छ। हाम्रो पार्टीका सभापति जानुभयो, परराष्ट्र मन्त्री जानुभयो, केही समयपछि म आफै जाउँला र गोल नै यो थाती राखिएका, कसैले आँट्नै नसकेका, आँखा जुदाएर नेगोसिएट गर्नै नसकेका विषयहरू पनि हामीले उठाइरहेका छौँ। त्यसैले यसमा तपाईँहरूले पनि हामीलाई बल पुर्याउनुपर्छ।